ल साथीहरू, आज हामीहरू ताजमेनियाको सबभन्दा पपुलर स्पट जाँदैछौँ। तपाईँले गुगलमा अट्र्याक्सन्समा जानुभयो भने फर्स्टमा आउने भनेको क्रेडल माउन्टेन हो। क्रेडल माउन्टेन जाने त भन्यो, कसरी जाने भन्यो। अब डेभनपोर्टबाट जान लाग्यो हामीहरू। डेभनपोर्टबाट अलिस्ताईले गाडी लाने भने, अनि गाडी चढ्यौँ। म सुदीप र अलिस्ताईले चलाउने भए। दाइको गाडी फेरि बबाल थियो। अनि त्यसपछि हामी गयौँ, चढ्यौँ, हिँड्यौँ ल सोर पुग्न थाल्यौँ हामीहरू होइन। पुग्दा त्यो बाटो चाहिँ यस्तो घुमाउरो, ओहो यस्तो घुमाउरो। तर हुँदा पनि यस्तो राम्रो सिनेरियोजहरू होइन। त्यो चाहिँ अब हामीले नेपालमा हुँदाखेरि, सानोमा हुँदाखेरि फिल्ममा हेर्छौँ, त्यो जङ्गलहरू कस्तो मिलेको हुन्थ्यो। विदेशमा त्यस्तो हुन्न होला भन्थ्यौँ, तर साँच्चीकै त्यस्तै हुने रहेछ यार। यिनीहरू त फरेस्टको पनि पुरै गार्डनिङ गरे जस्तो गर्छ नि यिनीहरूले त। त्यस्तो क्लिन एन्ड टाइडी बनाएर राख्नु रहेछ। लाइन बस्नु पर्ने हुन्छ। ल गाडी छ। यो हेरमै गाइजहरू, नेसनल पार्क पास रहेछ। क्रेडल आउने हो भने यो पार्किङले गर्दाखेरि हाम्रो फ्रीमा इन्ट्री भएको छ। यो भनेको चाहिँ $99 पाउने रहेछ। अनलाइन फर्म फिल गरिसकेपछि 2 जनाले लिन मिल्ने रहेछ, 2 जनाको गाडीको लागि। यसले गर्दाखेरि चाहिँ ताजमेनियाभरिको जुनै पनि नेसनल पार्क्सहरूमा फ्रीमा इन्ट्री हुने, पार्किङ गर्न फ्रीमा। त्यही भनेको इट्स वान ग्रेट थिङ टु ह्याभ। हामीहरू चाहिँ अहिले क्रेडल माउन्टेनको पार्किङ एरियामा गाडी पार्क गरेर अब क्रेडल माउन्टेनतिर जाँदैछौँ। के छ गाइजहरू, कस्तो हुँदैछ अहिलेसम्मको एक्सपिरियन्स? अब बल्ल सुरु हुँदैछ हाम्रो क्रेडल माउन्टेनको यात्रा। ल एनिवे, ल गाइजहरू, फेरि पनि हामीहरू क्रेडल माउन्टेन पुगिसक्यौँ। अब पार्किङमा छौँ। पार्किङबाट चाहिँ अब हामी जाँदैछौँ। अहिले चाहिँ हामी क्रेडल माउन्टेनको डोभ लेकमा जाँदैछौँ, तर अहिले चाहिँ हामी यहाँबाट टिकट लिन जाँदैछौँ। अहिले चाहिँ हामी कता खाऊँ दाइ? अहिले हामी कहाँ खाऊँ? यहाँ छ। बसले कहाँसम्म लान्छ? बसले चाहिँ हामीले यो लान्छ, साथीहरू के भयो भन्दाखेरि हामीसँग पार्क इन्ट्री चाहिँ फ्रीमा भयो, तर हामीले चाहिँ अब गाडी लिएर जान मिल्दैन। आज अब बिदाहरू भएको कारणले गर्दाखेरि सर्टर बसहरू मात्र जान्छ। त्यही भएर सर्टर बसको टिकट चाहिँ $15 लियो। हामीसँग टिकट छ। सो अब हामी बस कुर्दैछौँ, अनि त्यसपछि विल बी अफ टु डोभ लेक। सी यु देन। Centre, and you'll find toilets here, several video presentations, World Heritage displays, access to Cradle Mountain Lodge and souvenir shop, and access to several short boardwalks, as well as the main boardwalk to the mountain. Any takers for the गाइजहरु ल हामी चाहिँ आइपुग्यो अब डोभ लेक भन्ने ठाउँमा हैन। क्रेडल माउन्टेनको हाइकिङ गर्न स्टार्ट हो। यसरी बसहरु आउने रहेछ।
डोभ लेक भनेको क्रेडल माउन्टेनको सबभन्दा फेमस स्पट हो। हामीले डोभ लेक सर्ट वाकिङ ट्र्याक मात्र गरेको छौँ यो भिडियोमा चाहिँ। यो ट्र्याक चाहिँ इजी छ, फ्यामिली अथवा हाइकिङको बिगिनर्सहरूको लागि चाहिँ पर्फेक्ट छ। पुरै लुप गर्नको लागि लगभग 1 घन्टा लाग्छ, तर हामी जसरी नै फोटो खिच्दै हिँड्दै जानुभयो भने 1 घन्टाभन्दा बढी लाग्न सक्छ। तर क्रेडल माउन्टेन हामी जस्तै सर्ट वाक गर्नेको लागि मात्र होइन कि हाइकिङ गर्न आउनेहरूको लागि चाहिँ एकदम फेमस ठाउँ हो। यसमा चाहिँ धेरै हाइकिङ ट्रायल्सहरू छ जुन हामीले पहिले देखाएको त्यो म्याप्समा देख्न सकिन्छ। अगाडि भिजिटर सेन्टरमा छिर्नुभन्दा अगाडि एउटा म्याप छ, त्यो म्यापको फोटो खिचेर राख्नुभयो भने त्यसलाई हेल्पफुल हुन्छ। त्यहाँ धेरै वाकहरू छ, धेरै हाइकिङ ट्रायल छ, जुन मध्ये एउटा समिट ट्र्याक भन्ने चाहिँ तपाईँलाई समिटसम्म लिएर जान्छ। तपाईँसँग फुल हाइकिङको लागि चाहिने इक्विपमेन्टहरू चाहिँ हुनुपर्छ त्यहाँसम्म जानको लागि। तपाईँ अरू ट्रायलहरूमा पनि हिँड्न सक्नुहुन्छ। जस्तै अरू ट्र्याकहरूको बारेमा कुरा गरौँ, हामीलाई सटल बसले अथवा तपाईँ आफ्नै बस लिएर चाहिँ डोभ लेकसम्म जानुभयो भने डोभ लेक सर्किट छ। त्यसपछि तपाईँ त्यहाँबाट डोभ लेकबाट माथि जानुभयो भने लेक रोडवे ट्र्याक भन्ने छ, अनि फेस ट्र्याक भन्ने छ। समिट ट्र्याकले त अब क्रेडल माउन्टेनको टुप्पोसम्म लैजान्छ। अर्को अलिक फेमस भनेको म्यारियन्स लुकआउट, त्यहाँबाट डोभ लेक, क्रेटर लेक, लेक लीलाहरू चाहिँ सबै राम्रोसँग चाहिँ एकदम ब्युटिफुल देखिन्छ भनिन्छ त्यहाँबाट। अर्को क्रेटर पिक भन्ने छ, अलि उता क्रेटर लेकबाट माथि, त्यहाँबाट पनि बेस्ट भ्यू देखिन्छ। त्यसको लागि पनि राम्रै हाइकिङ गर्नुपर्छ। क्रेडल माउन्टेनको सिग्निफिकेन्स के हो भने यो एरिया चाहिँ वर्ल्ड हेरिटेज लिस्टमा पर्छ। यहाँको इकोसिस्टम, अल्पाइन भेजिटेसन, एन्सियन्ट फरेस्ट अनि ग्लेसियल लेक्सहरू चाहिँ सबै युनिक छ। यहाँ वोम्ब्याट, वालाबिज, इक्निडा जस्तो नेटिभ एनिमल्सहरू पाइन्छ। स्पेसल्ली मर्निङ वा लेट आफ्टरनुनमा जानुभयो भने डोभ लेककै एरियामा पनि वोम्ब्याट्सहरू चाहिँ फ्रिली हिँडिरहेको हुन्छ अरे। हामीले त देखिएन, तर त्यहाँ वोम्ब्याट्सहरू चाहिँ बेलुकाको समयमा चाहिँ नर्मली देख्न पाइन्छ अरे। को म तपाईँ तर्फमा देख्यो होला। ल साथीहरू, हामीहरू क्रेडल माउन्टेन आइपुग्यौँ। यही रहेछ, आज भिडै भिड छ। लास्ट घाम पनि सर्कोला। क्रेडल माउन्टेनको भ्यूमा चाहिँ यसरी स्न्याक्स खाइरहेको छ। अब स्नो हेर्ने बेस्ट टाइम भनेको चाहिँ जुनदेखि सेप्टेम्बरभित्र हो। यस समयमा चाहिँ माउन्टेन माथि स्नो देख्न पाइन्छ अरे। कहिलेकाहीँ डोभ लेक एरियासम्म पनि स्नो हुन्छ। समर टाइम भनेको डिसेम्बर टु फेब्रुअरी, जुन हामी जाँदैछौँ। हामी जनवरीको होइन, डिसेम्बरको टाइममा गएको थियौँ। वाकिङ र हाइकिङको लागि चाहिँ यो बेस्ट टाइम हो। वेदर चाहिँ रिलेटिभली अरू बेलाभन्दा स्टेबल हुन्छ। अटम र स्प्रिङ टाइम भनेको कलरफुल ल्यान्डस्केप हेर्नको लागि, अनि मान्छेहरू पनि अलिक कम हुन्छन् त्यो बेलामा। हामी गएको बेलामा चाहिँ
होलिडे पिरियड भएर पनि होला एकदमै धेरै मान्छेहरू थिए बाटोमा। अनि क्रेडल माउन्टेन एउटा टुरिस्ट स्पट मात्र नभएर यहाँ चाहिँ शान्त, नेचुरल अनि टाइम नै स्लो भएको जस्तो फिल दिने ठाउँ हो के हो। यदि तपाईँहरू पनि तास्मेनिया घुम्ने प्लान गर्दै हुनुहुन्छ भने क्रेडल माउन्टेन चाहिँ तपाईँहरूको बकेट लिस्टमा हुनै पर्ने ठाउँ हो एउटा। होबार्टबाट आउनुभएको भए पनि अथवा डेभनपोर्टबाट आउनुभएको भए पनि आउने बाटो अल्टरनेटिभ्सहरू धेरै नै छ। डेभनपोर्टबाट चाहिँ हामीले जानलाई लगभग 2 देखि 3 घन्टा लाग्यो। तपाईहरू हाइकिङ नै गर्ने तरिकाले जाने हो भने चाहिँ बिहानै 7 अथवा 8 बजेतिर त्यहाँ पुग्ने गरेर जानुपर्छ। यति भन्दै यो भिडियोलाई चाहिँ यहीँ टुङ्गाइदिउँ। थ्याङ्क यू फर वाचिङ। हामीले अरू पनि यस्तै भिडियोहरू ल्याउँछौँ। लाइक र सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ। सी यू इन अनदर भिडियो। पिस, बाई।